ए गाई चरनतिर लाग्यो है। अब आफू चाहिँ घाँस खा भनेर गाईलाई छोडिदिएको, मगाहरू सबै सुते आएर चौरमा हो। शेरु र भालु चाहिँ यहाँ बसिरहेको छ, मेरो गाई चराउने साथीहरू। आइज शेरु, खेती किसान गर्नु पनि रमाइलै छ जिन्दगी। आइज तारी, आइज 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 माले, आइज यता माले। मेरो शेरु फेरि एक्टिभ भयो हो। जा हेर, जा जा के आयो हेर। कसैलाई फ्रेस दुध, दही, घिउ चाहियो भने चाहिँ सम्पर्क गर्नुहोस् है। बाख्रा चाहिँ फेरि यो उता हलस्टाइनको हो। एउटा एउटा बाख्रा तपाईको 80 केजी 90 केजी सम्म हुन्छ है। यो गाईले चाहिँ तपाईको बिहान 15 केजी बेलुका 15 केजी दुध दिन्छ। बेलुका चाहिँ अलिकति घटेको छ अहिले, बिहान चाहिँ मोटामोटी यहाँ गाउँमा त हामी सबैलाई पुर्याइदिन्छ। पानी चाहिँ फिर्दैन नि फेरि, हामी एकदम प्योर दुध यहाँ छ। यहाँ त जान्छ र एउटा एउटा गाईले 20 केजी 25 केजी दिन्छ नि दुध। यो हेर्नु न, यो फेरि यो स्पेनिस ब्रिडको हो यो। आइज ल, आइज। हामी चाहिँ यसरी गाई चराउँछ है।
परको चाहिँ रामेको हो सबै सुतिरहेको छ हो चाहिँ मेरो हो सुतिरहेको छ घरिघरि बाघहरू देख्छ चितुवाहरू देखेर चाहिँ यिनीहरू फेरि हो जङ्गलमा यिनीहरू छैन भने त डर हुन्छ नि यसको चाहिँ फेरि दसवटा 15वटा पाठा दिन्छ यसले एकैचोटि सिङ्गारे पाठाहरू क्या सर तपाईलाई पनि दुधको जरुरत छ भने सम्पर्क गर्नुस् है यसकोबाट तपाईको बिहान त 10 किलो आउँछ बेलुका 15 किलो आउँछ बिहान 10 किलो आउँछ हो यसकोबाट अच्छा अरु सर तपाईको अब उ पर त्यो सुतिरहेको छ त्यसकोबाट त 25 किलो आउँछ बिहान अच्छा यो जो खसी देख्नु हुँदैछ नि यो एउटा खसी तपाईको 40 45 केजी को छ खसीको मासु चाहियो भने सम्पर्क गर्नुस् कसैलाई बिहा बटुलोमा यताउता जरुरत पर्यो भने चाहिँ एकदम तपाईहरु सम्पर्क गर्नुस् अब यो मेरो गाई चरन हो अच्छा एयरपोर्ट पनि नजिकै छ हाम्रो यहाँ नजिकै छ हामी एक्सपोर्ट गर्छ कतिवटा सर कतिवटा टोटल गाई छ तपाईको यो गाई अब तपाईले सोधिहाल्नु भयो अब यो लास्ट 2011 को सेन्सस हिसाबले हो भने कति छ 6000 कति थियो अच्छा अहिले त अब गन्ती छैन अब हेर्नु यहाँदेखि तपाईले उ परसम्म हेर्नुस् तपाई यो जति भएको मेरो चरण यहाँ आधा त यो हेर्नु न सुतिरहेको छ अल्छे भएर हो त्यसले गर्दाखेरि अब म ठिक यति छ भनेर चाहिँ भन्न सकिन तपाईलाई अब बाघ लाग्छ भनेर हेर्नुस् मेरो साथीहरु पनि छ सेरु यो बाघ भालुको लागि हो यिनीहरु चाहिँ यिनीहरु राम्रो ड्युटी दिन्छ एकदम राम्रो मेरो साथ एकदम साथ यस्तै छ अब हाम्रो खेती किसानको जीवन सर पानी मिसाउँदैन तर हामी दुधमा एकदम एकदम तपाईं एक नम्बर दिनुहुन्छ एकदम एक नम्बर रमाइलो छ है यसरी नै गाई चराएर बिताउने जिन्दगी पो राम्रो हुन्छ होला है दर्शकवृन्द न इन्डिया पाकिस्तानको लडाईको झमेला न शेयर मार्केटमा है मजाले चिसो
चाहिँ नेक्स्ट